कपाल सेतो हुने समस्या अब 80% या सबभन्दा व्यापक देखिने कपाल फुल्ने एउटा समस्या भनेको चाहिँ त्यो जेनेटिकल अथवा हेरिडिटरी नै हुन्छ। त्यसमा हाम्रो औषधिले अथवा हामीले युज गर्ने कुनै पनि मेडिकेसन्सहरूले चाहिँ त्यसलाई काम गर्ने चान्स चाहिँ एकदमै कम हुन्छ। अब अहिले रिसेन्टली डिफ्रेन्ट चिजहरू ट्रायल्समा आएर कसैले यसले यो प्रयोग गरेपछि कालो भयो अथवा त्यो चिज प्रयोग गरेपछि कालो भयो भन्ने हुन्छ। अब त्यो रोगले गर्दा भएको रहेछ, डेफिसियन्सीहरूले गर्दा भएको रहेछ होइन। एउटा भिटामिन B12 को डेफिसियन्सी अथवा भिटामिन B1 को डेफिसियन्सीहरूले पनि कहिलेकाहीँ यस्तो देखिने चाहिँ हुन्छ होइन। कसैको न्युट्रिसनल डेफिसियन्सीमा हुने कारणहरू फेरि त्योमा चाहिँ फेरि सेतो होइन कि बच्चाहरूमा चाहिँ युजली खैरो पहेँलो पहेँलो जस्तो देखिन्छ। त्यसलाई हामीले अर्कै साइनहरू अथवा कपालको रोगमा नाम भनिन्छ। यो प्रोटिन माल न्युट्रिसनमा पनि देखिन्छ त्यस्तो कन्डिसनहरू। त्यो सेतो फुलेको छुट्टै भयो अथवा सेतो देखिने। तर अब रेगुलर बेसिसमा एजिङको हिसाबले देखिने सेतो चाहिँ त्यो जेनेटिकल हुन्छ। त्यसलाई परिवर्तन गर्न त सकिँदैन। तर अब कसैको चाँडै होइन, यदि प्यारेन्ट्सहरूमा छ भने छोराछोरीहरूमा अझै चाँडै देखिने पनि हुन्छ। सो अर्ली यो हेयर ग्रेइङ समस्याहरू अब यङ एजमा केटी मान्छे अब धेरै जसोमा चाहिँ स्ट्रेस, एउटा स्ट्रेस पनि अर्को मेन फ्याक्टरहरू देखिन्छ। सो अब त्यसलाई थ्योरिटिकली अब डिफ्रेन्ट यो थ्योरिजहरूलाई लिङ्कअप गर्दाखेरि चाहिँ बाई रिसर्च अथवा जर्नल्सहरूमा तपाईँले पढ्नुभयो अथवा देख्नुभयो भने चाहिँ यदि स्ट्रेसको लेभल बढ्यो भने हाम्रो बडीमा अथवा सेल्सहरूमा जानुपर्ने सेल्सहरूमा अक्सिडेसन्सहरू हुन्छ। त्यसको प्रब्लमले गर्दाखेरि यो मात्राहरू नपुग्ने अथवा सेल्सहरू डेड भएर जुन मेलानोसाइट्स कालो कलर दिनुपर्ने चिजहरू त्यसको कलर चाहिँ फेड भएर तपाईँको सेल्सहरू ड्यामेज भएपछि सेतो कपाल हुन्छ। सो अर्ली ग्रेइङहरू हुन्छ। अब बच्चाहरूमा त्यस्तो कुनै स्ट्रेसको प्रब्लम्सहरू छ भने त्यतातिर काउन्टर गर्नु पऱ्यो। भिटामिन B12 अथवा भिटामिनको डेफिसियन्सिजहरू छ भने त्यसलाई काउन्टर गर्नु पऱ्यो। प्रोटिनहरूको डेफिसियन्सी छ भने त्यसलाई हेर्नु पऱ्यो। अथवा जेनेटिकल्स एकदमै छ भने चाहिँ अब जेनेटिक्स कन्डिसनमा चाहिँ हामीले अब त्यसलाई चेन्ज भन्दा पनि अब हेयर कलरिङ क्यान बी अनदर सल्युसन।